हेलो नमस्ते। मेरो नाम चाहिँ भावना अनि म चाहिँ अहिले गुजरातमा बस्छु। मेरो माइती घर चाहिँ सुर्खेत, बिहे भएको चाहिँ गुजरातमा। आजको यो मिनी ब्लग नेपालीमा रेकर्डिङ गर्दैछु। नेपालीमा रेकर्डिङ गर्दाखेरि हल्का, किनकि इन्डियामा बस्न लागेको धेरै भयो, त्यही भएर हल्का इन्डियन टोन पनि आइरहेछ। आजको यो ब्लग चाहिँ मेरो लागि अनि मेरो छोरीको लागि एकदम खास छ, किनकि आजबाट स्कुल सुरु भयो। छोरीको पहिलो स्कुल नर्सरी। आज चाहिँ बिहान फटाफट रेडी हुनुपर्छ भनेर छोरीलाई फटाफट उठाएँ, नास्ताको तयारी पनि गरेँ। यो चाहिँ मकेनको जो रेडी आउँछ तल्नको लागि, तलेर खानको लागि स्माइली आलुको हुन्छ। छोरीलाई नुहाएर तयार पारेर उसलाई नास्ता गर्न बसालेँ अनि ऊ चाहिँ गायत्री मन्त्र बोल्दै थियो यहाँ। अनि नास्ता गरिसकेपछि राम्रोसँग उसलाई तयार गरेँ। तयार गरेर एकछिन घरको बाहिर लगेर फोटो भिडियोहरू खिचेँ पहिलो दिनको यादको लागि। आज चाहिँ उसको साथी पनि उसँगै जाने, उसको साथीको पनि त्यही स्कुलमा एडमिसन ल्याएछ। अनि आज उसको गाडीमा गयौँ हामी पहिलो दिन। प्यारेन्ट्सलाई बोलाएको छ 2 दिन, त्यही भएर पहिलो दिन चाहिँ न्यू स्टुडेन्टहरूलाई धेरै राम्रो स्वागत गर्नुभयो। यहाँ टिचरहरूले एकदम राम्रो इन्टरटेनमेन्ट गर्नुभयो बच्चाहरूलाई राम्रोसँग। बच्चाहरूले एकदमै ध्यान लगाएर हेरिरहेथे, किनकि अलग अलग क्यारेक्टर बनेर बच्चाहरूलाई एकदमै मनोरञ्जन गराउनु भयो। अनि त्यसपछि क्लासरुममा लगियो बच्चाहरूलाई उनको क्लास देखाउन। अनि क्लासमा बच्चाहरू बसे। यो स्कुलमा चाहिँ घरबाट टिफिन दिन अलाउड छैन, स्कुलमा नै टिफिनको व्यवस्था छ। आज चाहिँ नास्तामा सिरा रहेछ पहिलो दिन भएर। अनि सबै बच्चाहरूलाई नास्ता दिएँ अनि हामी फटाफट स्कुल खतम गरेर घर आयौँ। घर आइसकेपछि मैले खाना बनाएँ अनि खाना खायौँ हामीले बसेर राम्रोसँग। अनि धेरै थाकेको थियौँ, आराम गऱ्यौँ। अनि फेरि साँझ छोरीलाई बाहिर खेल्नुपर्ने सोसाइटीको गार्डनमा, उसको साथीहरू पनि आउँछन्। अनि त्यही भएर अनि फेरि छोरीलाई लगेर गार्डनमा गएँ। अनि त्यसपछि खेलेर आइसकेपछि फेरि साँझको खाना रोटी सब्जी। त थ्याङ्क यू फर वाचिङ।